पानीटार। सम्पूर्णलाई स्वागत छ मेरो सुब्बा ब्लगमा। अनि हामी क्रिसमसको लागि तयारी छौँ। यो 10 गते क्रिसमसको, यो 9 गतेको साँझको हो। यहाँ चाहिँ हामी मासु सुँगुरको बैलरको यहाँ कटिङ हुँदैछ है। मैले चाहिँ भोइस गरिरहेको छु, किन भन्दाखेरि त्यहाँ ब्याकग्राउन्डमा म्युजिक बजेको कारणले यता नानीहरू पनि सिकिरहेको छ होइन, भोलि डान्सको लागि। यता डिकन बाउहरू अनि साथै यहाँ सुशील भाइ अनि हामी सबैजना छौँ। यहाँ चाहिँ डान्स सिक्दै गरेकोले कपिराइट लाग्छ भनेर चाहिँ मैले म्युट गरेको छु। सो साथीहरू, यहाँ हाम्रो सुँगुरको मासु भाइ सुशील उराउले सुँगुरको मासु काट्दैछन्, तपाईँले देख्न सक्नुहुनेछ। 10 गतेको लागि, यो चाहिँ 9 गतेको है साथीहरू। यो चाहिँ हामी धमाधम काम गर्दैछौँ, तपाईँले देख्न सक्नुहुनेछ। सुँगुरको मासु जाडोमा दाम। फाइनली हाम्रो डेकोरेसन भइसकेको छ। अब हामीले चाहिँ यति मात्रै गर्न पायौँ, किन भन्दाखेरि अब हाम्रो यहाँ काम छिट्टै गर्नुपर्ने छ चर्चको। त्यही भएर चाहिँ हामीले यहाँ अहिले यतिको लागि यति मात्रै हामीले डेकोरेसन गरिसकेका छौँ। यो धुप्पीलाई पनि लाइट साइड झुन्डाइसकेका छौँ। नेपाल हाम्रो राष्ट्रको झन्डा पनि फटफटाइरहेको छ। यहाँ हाम्रो इलेक्ट्रिसियन हाम्रो जवान आशिष राई हुनुहुन्छ। यहाँ लाइन मर्मत कामहरू यो लाइटको लागि। साथीहरू, हाम्रो क्रिसमसको यो डेकोरेसन हो। नर्मली यसपालि गऱ्यौँ है। यो चाहिँ ठ्याक्कै क्रिसमसको बेलुन हावाले सबै फुटाएर साथीहरू हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ न्यू ब्रान्ड ब्लगमा। ह्याप्पी क्रिसमस। मेरो जति पनि युट्युबर साथीहरू हुनुहुन्छ अनि मेरो युट्युब फ्यामिलीहरू हुनुहुन्छ, उहाँलाई क्रिसमसको अग्रिम शुभकामना छ। आज 25 डिसेम्बर पुसको 10 गते आज हाम्रो क्रिसमस हुँदैछ। अनि यहाँ चर्चमा कामसाम गरेर सबै काम कुरो गरेर अनि अब चाहिँ सङ्गति जानु लागिरहेको छु है। नुहाइ गऱ्यो, एक कपडा सपडा चेन्ज गऱ्यो। सो साथीहरू, के कस्तो हुनेछ भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला। सेतो सर्ट टी सर्ट भेस्ट लगाएको छु है, अनि कालो प्यान्ट लगाएको छु। चट्टा सङ्गतिमा बस्ने हो है साथीहरू। ल कुक यता चाहिँ बैलरको अचार सोनी भाउजू क्रिसमसको धमाधम ल चलिरहेछ। यता सुँगुरको मासु, यता बैलर, यता अचार सलाद के हो के बन्दैछ आज। परमेश्वरले हामीलाई आराधना महिमा अनि उहाँलाई प्रशंसा गर्नको निम्ति बनाउनु भएको छ। अनि यो सुन्दर समय हामी परमेश्वरलाई आराधना गर्नेछौँ र योभन्दा अगाडिको भजन र 103लाई 103को 1देखि 5सम्म पाठ गर्नेछु। यसरी लेखेको छ, परमेश्वरको करुणाको प्रशंसा, दाउदको भजन। हे मेरो प्राण प्रभुको प्रशंसा गर, हे मेरो सारा अंतःकरण उहाँको पवित्र नामको स्तुति गर। हे मेरो प्राण प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्सी, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरो जीवनलाई मृतक लोकबाट मुक्त गराउनुहुन्छ र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ। अनि 5मा लेखेको छ, जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चिनको जसले फेरि नयाँ होस्। आमेन। हालेलुया हालेलुया। यो भजन 103को मलाई चाहिँ एकदमै मन परेको 5 अध्याय हो, जसले चाहिँ तेरा इच्छाहरू के अरे इच्छाहरू जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त पार्नुहुन्छ, ताकि तेरो जवानी चाहिँ चिनको जस्तै फेरि नयाँ होस् भनेर भन्दछ। अनि दाउदले लेखेको भजन अनुसार हामी परमेश्वरलाई साँच्चै नै हाम्रो हृदय खोलिकन उहाँलाई उचाल्नेछौँ। हामी
केही गीतहरूमा हामी नाच्नेछौँ अनि तपाईँहरूले हामीलाई सहायता गर्नुहुनेछ, हामी गाउनेछौँ, हामीलाई सहायता गर्नुहुन्छ नि होइन? गर्नुहुन्छ कि हुँदैन? हुन्छ, हामी केही भन्नुलाई गीतहरू गाउनेछौँ। हामी रमाउने कारण यीशुको नाम भन्ने हामी गाउनेछौँ। हामी सबैलाई आउँछ नि?
साथीहरू केक कटिङ सुरु भइसकेको छ हाम्रो वृद्ध आमा चबेली मगर आमालाई बोलाउनु भएको छ हाम्रो गुरुजन कस्ट्रो बालकुमारज्यूले अब हामी अर्कोपट्टि लागिहालौँ ह्यापी क्रिसमस ह्यापी क्रिसमस ल केटाकेटी उता 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 सबैतिर सबैलाई ह्यापी क्रिसमस सबैलाई ताली बजाऊ अरे ताली 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 ह्यापी क्रिसमस सबैलाई सबैलाई खाने छौ केक सबैलाई सबैलाई ल हाम्रो बुढी आमालाई केक उहाँको हातबाट उहाँको हातबाट अलग्गै है अलग्गै है बास बास तँ पुसौँ है पास्टरलाई पनि सानो पास्टर बाउलाई पनि सानो दिनुपर्छ नि त आशीर्वाद हो नि त ल काटिदिनु नि उहाँ बोजूलाई बनाउँ त एकछिन है ल चिकन बाउ सानो काटिदिनुहोस् त ल अनि हातमा हातमा हातले होइन ल बास ल आजको हाम्रो क्रिसमस पनि सम्पन्न भयो केक काटेर आजको क्रिसमस यस्तै भयो अब यो कम्प्लिट भइसकेपछि अझै हामी भव्य र सभ्य मनाउने छौँ ल अब केक प्रभुलाई धन्यवाद दिएको हामी अहिले केक काटेका छौँ र यस समय साथीहरू हाम्रो अब 2082 को अन्तिम क्रिसमस अब अर्को सालसम्मको लागि आज हामीले नयाँ साल साथै यो क्रिसमसको हाम्रो खाना मान्छेको जिन्दगी होला नहोला तर सधैँभरि स्मरण भइराख्नेछ यो क्रिसमसको अब हामीले यहाँ खानापिनाहरू रेडी बनाएको छौँ है साथीहरू यो दाल साग मासुहरू सबै हामीले रेडी बनाइसकेका छौँ अब हामी यहाँ प्रस्तुत सकेपछि हामी खानाहरू बाँड्नेछौँ यो साथमा यता देखाउनुहोस् क्यामेराम्यान हामीसँग 2 भाँडा खाना छ भने चाहिँ हामीले यता देखाउनुहोस् क्यामेराम्यान यहाँ मासु रेडी छ दाल छ ल अब यहाँ हामी खाने हो ल साथीहरू एरियाले के गर्छ सुन्दैन समुद्र